हेलो गाइजहरु, हामी आज 3 जनाको हाइकिङ भइरहेछ। हामी यो बसन डाँडा आछौं। वनमा पुरै हामी आइरहेछौं र अब हामी तपाईहरुलाई हाम्रो देव कुमार राई भाइको प्रस्तुति, उहाँ चाहिँ फ्लुट बजाउँदै हुनुहुन्छ। अनि तपाईहरु पनि इन्जोय गर्नु होला। अनि लाइक कमेन्ट शेयरहरु चाहिँ गर्न नभुल्नु होला है त। ल सुरु गर्नुस्। 1 2 3 गो। सुदीप भाइ, रमाइलो छ नि? ए कहाँ हुन्छ त्यस्तो? गाइजहरु, रमाइलो, हल्का हल्का रमाइलो बसन डाँडाको वनतिर हामी फ्लुट बजाउँदै इन्जोय। सुन्दरतालाई बनाउने प्रभुको महन्ता, धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद। हेर नहेर सृष्टिको सुन्दरता, खेतकालीहरूले सुनिदिनु होला है। मैले जुन बजाउनु त त्यति जानेको छैन र पनि प्रयास गरिरहेछु हजुर है। हजुरहरूले मेरो भिडियो कस्तो हुन्छ हजुरले हेरिदिनु होला है। लाइक कमेन्ट शेयर गरिदिनु होला। एउटा आज हामी यो बसन डाँडामा हामी आएको छौँ है। हामी 3 जना आएको छौँ। मेरो साल दक्षिणकाली नगरपालिका लायक कीर्तिपुर डाँडा बसन डाँडा। जुन हाम्रो फोटो भिडियो गर्नेमा चाहिँ हाम्रो चित्र दाई हुनुहुन्छ है। उहाँलाई म धेरै सम्मान गर्छु है। उहाँलाई यति मेहनत गरिदिनु भएको छ। मेरो जुन भिडियो बनाउनलाई उहाँले मलाई उत्साहित तुल्याउनु भएको छ है। अब अझ पनि योभन्दा माथि डाँडामा उक्लिने छु। त्यहाँ पनि म गएर एउटा जुन बाँसुरीबाट म हजुरहरूलाई सुनाउने छु है। मेरो बाँसुरी जुन कलाहरू कस्तो हुन्छ हजुरहरूले कमेन्ट शेयर गरिदिनु होला है। यति भन्दै जय मसी नमस्ते भन्दछु हजुर सबैलाई। धन्यवाद। मलाई पनि धन्यवाद, तपाईलाई पनि धन्यवाद है त।